बद्रीनाथको यात्रामा यस्तो राम्रो राम्रो सिनहरू। Look at this guys, Marfa. पल्सर बाइक यता यामाहा जम्मै बाइक हेरिएर आएको यहाँ लगाएर यहाँको टाउको चौरीको Through the stillness, the clouds drift high. Thoughts like breeze. मा मुस्ताङ जानुपर्ने है बिहानको अहिलेको भन्नुपर्दाखेरि 7 बजिसक्यो 6 बजे गाडी आएको थियो प्याकिङ स्याकिङ गर्दाखेरि 7 बज्यो अब चाहिँ हामी मुस्ताङतिर लाग्न आँटेको हेर्दै गर्नु होला बाटोमा के हुन्छ देखाउँला कस्तो हुन्छ आजको ट्रिप स्टे ट्युन गाइज सो अलराइट गाइज वी आर इन बागलुङ कुन मन्दिर अरे यो अहिले कालिका कालिका मन्दिर बागलुङको हामी जाँदैछौँ है अहिले चाहिँ वहाँदेखि पोखरादेखि हिँडेको झन्डै कति घन्टा आधी घन्टा 1 घन्टा हुन आँट्यो होला 1-1.5 घन्टा भइसक्यो अनि हामी चाहिँ बागलुङ आइसक्यौँ र बागलुङमा यहाँनिर हामी चाहिँ कालिका मन्दिरमा जाँदैछौँ अब कहाँनिर छ यहाँ हेलो हामी चाहिँ आज कालिका मन्दिरको दर्शन गर्नुको लागि हामी जाँदैछु अब भनेको हामी लगभग हामी पुग्छौँ होला पुग्नु चाहिँ निकै टाढो टाढो जस्तो लाग्दैछ लामै रहेछ है लामै दुरी रहेछ घुर्दैछौँ अब हामीले चाहिँ अहिले पूजासुजा गरिसक्यौँ हामी अहिले अब चाहिँ हामी यहाँदेखि लाग्यौँ मुस्ताङतर्फ गइँदैछ अब कहाँ तातो पानीमा कहाँ रोकिन्छ अनि त्यसपछि एकैचोटि मुस्ताङमा अहिले चाहिँ यहाँ पूजा गरेर पनि सकिसक्यो ओइ सो गाइस अहिले चाहिँ हामी तातो पानीमा छौँ है यो चाहिँ कुन खोला भन्दै थियो अघि भर्खरै बिर्सेँ नामै कालीगण्डकी तातो पानीमा बस्नुपर्छ यो चाहिँ तातो पानी है अब यहाँनिर नुहाउने भए नुहाउँ यता छ तातो पानी यता बस्ने ठाउँ यहाँदेखि चाहिँ हिमाल देखिन्छ है कस्तो दामी देखिन्छ यस्तो छ तपाईँ नुहाइराखन् पौडी खेल्ने भए आहा यो हो नि त भ्यू चाहिँ यो चाहिँ रूपसे झर्ना आमा Wow, what a view guys, look at this. Oh, yo anta. Yo anta yo. Marfa. What a view. Marfa. Lahore. ऊ चाहिँ मन्दिर रहेछ है माथि यो चाहिँ मन्दिर है ढुङ्गामै उयो गरेर पेन्ट गरेर बनाएको कस्तो दामी यस्तो छ है मार्फा
speak English? More or less. How old are you? यताबाट चाहिँ हिमाल ढ्याक्कै छ यिनीहरू छेउमै नि हो माथि बादलले सुनसान छ सुनसान केही छैन जाडोमा हावा चलिरहेछ मान्छे बाहिर कोही हुँदैन रहेछ अलिअलि हिँडिरहेछन् सिउ गाइचिन स्मारक पार्क हामी चाहिँ अहिले यहाँनिर छौँ जोमसुङ एयरपोर्टमा है त्यसपछि अनि भोलि हाम्रो जाने भनेको काभ्रेनी जाने हो त्यसपछि मुक्तिनाथ जाने हो त्यो माथि चाहिँ जान्दैनौँ होला आज हामी कति हाइटमा छौँ भने 2734 मिटर हाइट त्यहाँदेखि मुक्तिनाथ भनेको 14 किलोमिटर 3800 मिटर यतिकोमा जाँदाखेरि चाहिँ भोलि अघि हामी यताबाट आएको त होइन अघि हामी यताबाट आएको मार्फा हुँदै यता जुमसुङमा छौँ अब यो वेबाट जाने हो गाइज फ्रम मुस्ताङ हेर्नुहोस् आज राति नै पानी परेर यस्तो पानी परिरहेछ पानी परेर यतापट्टि त्यहाँ हिउँ पनि झरिसकेको छ हो माथि माथि हिजोसम्म थिएन यहाँनिर सेतै झरेछ यहाँनिर सेतै छ सेतै यता माथि पनि ड्याम्मै लागेको छ भ्यू त यो हो नि त यस्तो दामी छ तपाईँ यस्तो जाडोमा पनि त्यहाँनिर छ दुईवटा कुकुर यत्तिकै बसिदिरहेको छ क्या दुईवटा कुकुर यत्तिकै हानिदिइरहेको छ जाडो पनि नभएको ओहो यो अन्त भ्यू यो हो आम्मा के हो उफु हेर त केटा हेर यो डाँडा आम्मा हावा कस्तो चलेको हावा जुमसुङ डाँडा जुमसुङ यो जुमसुङको डाँडा यो एयरपोर्ट हामी यहीँ बसेको थियौँ होटेल थियो यस्तो छ हावा आम्मा यस्तो प्रभाव हावा आइरहेछ नि चिसो लास्ट चाहिँ हावा चलिरहेछ फोनै उडाइदियो लास्ट त भइरहेको यता फेरि एयरपोर्ट रहेछ दामी रहेछ नि एयरपोर्ट त यो जुमसुङको एयरपोर्ट जुमसुङ एयरपोर्ट ऊ माथि मन्दिर गुम्बा छ जस्तो छ है यहाँनिर साथीहरू हाम्रो चाहिँ अब यो मुक्तिनाथको यात्रामा यस्तो राम्रो राम्रो सिनहरू देखिरहेको छ हेर्दै जानु होला यहाँ हेर्नु नि कस्तो राम्रो बाटोभरि जमेर हेर्नुहोस् त भाइ पिलातिर जाने बाटो यो हो आम्मा हिउँ त यस्तो छ बाटोमा यति बाक्लो बाक्लो लाग्छ कि किनभने यो जम्मै हिउँ हो आइस ब्ल्याक आइस है यतापट्टि हिउँ यस्तो दामी छ चिसो आहा हिउँ यता हेर ड्याम्मै लागेको छ ड्याम्मै यहाँ हेर टेबलमा कति जमेको छ आम्मो ए यति बाक्लो छ टेबलमा यति बाक्लो छतेन जस्तो पनि छतेन जस्तो त्यहाँनिर वाउ ल छतेन ओ नाइस दामी बनायो त नि हो ल हजुर शिवजीको मूर्ति भयो त ओ चस्मा पनि हो यो चाहिँ हान्नै पर्छ फोटो भाइको ल ठिक छ यो हाम्रो भाइहरूले चाहिँ अब यो आइसको चाहिँ मूर्ति बनाउनु भएको छ यो चाहिँ शिवजीको शिवलिङ्ग भाइलाई धन्यवाद
यहाँनिर जुमसँग बसेर कति धेरै रहेछ यहाँ झन् आम्मामा यो हो नि त यो सेतै डाँडा है आम्मामा स्नो अब चाहिँ हामी यहीसम्म यहाँदेखि फर्किन्छौँ है अब माथि जानु सकिँदैन हिँड्दै जाउँ भन्यो भने अब यहीँदेखि चाहिँ हामी सिधै कागबेनी त्यहाँबाट आउँदा आउँदा जान्छौँ हिउँ पर्दैछ हिउँ जम्मैजना छन् है हेर जम्मै खुसी भएको मलाई भिजाउँदा पल्सर बाइक यता यामाहा जम्मै बाइकहरू चाहिँ यहाँ राखेको छ यहाँदेखि ऊ नगएर चिप्लो छ नि त नगएर बाइकहरू जम्मै यहीँ छोडेको छ ल ल ल चिप्लिन्छ आएछ चिप्लिन्छ छु यता पानी पानी रहेछ हिउँ पर हिउँ फेरि पर आम्मामा हिउँ पर है Hello, hi guys. Stay calling. Very tato. ल Kami lori पठायो यो बाटोमा. यस्तो बाक्लो छ हेर पर यता माथि झन् हेर ट्याप्पै छ झन् आउनु थाल्यो झन् मजाले बुट्रो आयो मुक्तिनाथ जाने भनेर बिहानै उठेर चाउचाउ पनि थियो चाउचाउहरू केही नखाइकन चिया मात्र खाएर हिँडेको आधी बाटोदेखि नै फर्किनु पर्यो यसलाई अगाडि थाहा रहेछ क्या हो गइँदैन भनेर त्यसपछि ठ्याक्कै यहाँ हामी आएको हिउँ परेर ड्याममै आम्मै हिजो यस्तो हात चलाउँछ नि त बेलुका त्यही भएर हो बिहान त पानी परेर यस्तो सरर परिरहेको थियो त्यही भएर क्यान्सल भयो यहीँबाट त्यही पनि यहीँबाट मुक्तिनाथ मन्दिरलाई चाहिँ हामी यहाँबाट ढोक्छौँ है रक्षा गरौँ हाम्रो रोकसोक जम्मै जाओस् जहिले चिताको कुरा पुगोस् अनि छिट्टै मेरो 1 मिलियन सब्सक्राइबर पुऱ्याइदिनु अरे क्या छिट्टै मेरो 1 मिलियन पुगोस् अरे क्या ल बाई बाई अहिलेलाई चाहिँ है अब ल अब चाहिँ हामी लागेको गाडीमा त्यसपछि अनि जान्छौँ उँधोतिर है उँधो डुल्छौँ कता कता हुन्छ म देखाउँछु अब खाजा खान्छौँ अनि त्यहाँ देखाउँ ल स्टे ट्युन गाइस यस्तै छ यताको चाहिँ अहिले हिउँ परिरहेछौँ अझै मजाले सरर अझै परिरहेछ रोकिएकै छैन अब यो हट्ने यो 3 दिन जति लाग्छ अरे भन्दै थिएँ त्यही भएर अब हामी चाहिँ फर्किँदैछौँ यतातिर यो अझै पर्दैछ यो माथि डाँडामा यो खोला छ नि खोला खोला नै उँभो फर्काइदिइरहेछ हावाले क्या हावाले नै उँभो फर्काइदिइरहेछ खोला यताको यस्तो चेपबाट कस्तो हावा रहेछ सन्न आइरहेछ जुमसुक बजारमा यस्तो हुन्छ भने त कागबेनीमा पनि यस्तो हाल्दो रहेछ त हावा त लुते हेर्छु ढुङ्गा हालेर आउनु होला है घरदेखि नै घरदेखि होइन पोखरा आएदेखि चाहिँ हाल्दा हुन्छ
चुङसुङमा र यहाँ काकपिनीमा चाहिँ हावा चाहिँ मस्त मस्त लुक एट दिस गाइज दिस इज मार्फा कडा छ कडा यो चाहिँ स्याउको बोट जम्मै चिसोले स्याउको बोट पनि ढाकिसकेको छ अनि यता चाहिँ फेरि हेर त है याकको छाला बाइक पनि याकको छालाले छोपेर राखिरहेको छ यस्तो छ याक त यहाँ रहेछ नि त नि याक 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 सिङसहित छ त ए अनुहार सिङ पनि छ याकको याकको टाउको च्याउरीको यहाँनिर चाहिँ अब ड्रेसेस लाउने भए यहाँ रहेछ सट्टा ल अब चाहिँ हामीले मार्फालाई पनि बाई बाई गर्दै हामी चाहिँ पोखरातिर लागेको छु पोखरातिर लाग्यौँ र अब कस्तो हुन्छ त्यहाँदेखि उताको भ्लग पोखरा पुगेपछि सो वहाँ पुगेपछि भेटौँला बाई बाई अहिलेलाई सी यु इन नेक्स्ट भिडियो